फाइनली खाना रेडी भयो। उसाले चाहिँ मासु खान जुठो लागेर रहेछ, दुःखको कुरा। हेलो हेलो गाइज, आज चाहिँ हामी उसाले चाहिँ चिकन ल्याएको रहेछ। अब नेपालको मासु र यहाँको मासु कस्तो हुन्छ र पनि प्राइस कति फरक हुन्छ ल त्यो हजुरलाई देखाउने छु है। ल गाइज, ल साथीले चाहिँ मासु ल्याएको रहेछ। अब मासु निकाल्दैछ। मासु कस्तो हुन्छ यहाँको हेर्नुहोस् है। के मासु हुन्छ जापानमा जे भने त्यो चाहिँ हुन्छ चिकनको भनेर के भन्ने हुन्छ नि, तर चाहिँ लोकल कुखुराको मासु छ। मासु कस्तो हुँदो रहेछ भनेर हामीतिर चाहिँ एक दिन काटेको मासुलाई चाहिँ थोरै मानिहाल्छ। ल गाइज, ल यहाँको मासु यस्तो हुन्छ हेर्नुहोस्। कति दिन यो कहिलेको मासु ल अब म चाहिँ मासु खान्न। साथी अब मलाई चाहिँ जुठो लागेको छ। साथी चाहिँ हिजो बेलुका मासु ल्याएको थियो। यस्तो हुन्छ है गाइज मासु। अब चाहिँ गाइज हाम्रो फ्रिजमा यस्तो पनि छ, देखौ फेरि मासु यस्तो हुन्छ कि गाइज हेरौँ। अब यो आइस जमेको छ कि यो कहिलेको मासु त्यो पनि थाहा छैन कुनै फेरि। तर चाहिँ खानु नेपालमा बिहान काटेको भए बेलुका अब त्यही खाना पनि अब अलिक उसलाई घिन लागिहाल्छ कि। अब यो कहिलेको मासु यिनीहरूले चाहिँ ल्याम खाइदिइरहेको के के गर्न। अब के गर्ने, अब मासु खान मन त लागेको थियो। अब मलाई त भोलिदेखि मासु खान्छु। अब गाइस हाम्रो भात पनि यता दाल यता पाकिरहेको छ। दाल त यो दाल चाहिँ मेरो हो। तिमीलाई मासु फस्ला है फेरि। यो चाहिँ दाल पाकिरहेको छ। भात फेरि पाकिसक्यो है। ल ऊ साथीको अब भात पनि पाकिसकेको छ। वाह, भात त कति धेरै भयो क्या आज। गाइस भात पाकिसक्यो। अब चाहिँ एकैछिन खाएको भिडियो आउनेछ गाइस। भाइ गाइस फाइनली मासु पाक्दैछ। रहेछ भन्ने कुरा अलिक देखाउँदै गरौँ न। फाइनली खाना रेडी भयो। उसाले चाहिँ मासु खान जुठो लागेर रहेछ, दुःखको कुरा। ऊ चाहिँ मासु खान्छ जति पनि, म पनि खान्छु। ल है, म चाहिँ भान्से हो।